हेलो गाइज, गुड मर्निङ, नमस्कार। आजको यो बिहानै समयमा आज भने सामान लिनको लागि हामी बारखोला, स्याङ्जा जिल्लाको बारखोला भन्ने ठाउँमा चाहिँ आएको छौँ। आगे बाबा हिँड्दै हुनुहुन्छ। म चाहिँ यता पछिबाट पछ्याउँदैछु बाबालाई। आज अलिकति वायरिङको सामान र प्लम्बरको सामानहरू पुगेको थिएन, त्यसैले आज बिहानै हिँडेको। चिसो धेरै बढिरहेको छ। म यो स्याङ्जा जिल्लाको बारखोला भन्ने ठाउँ पनि म हजुरलाई यो भिडियो मार्फत देखाउँछु है त। यस्तो छ बजार एरिया चाहिँ। अहिले त्यति बिहान गाडी हिँड्दैन रहेछ, नहिँडेको कारणले गर्दाखेरि अहिले सुनसान छ। बिहान अहिले लगभग 8 बजीबाट चाहिँ यहाँ भिड हुन्छ। जाडो चाहिँ लास्टै जाडो भइरहेछ आज। यतिखेर बिहानको समयमा पसल पनि खुल्दैन होला सायद। पसल खुलेन भने त बर्बाद हुन्छ गाइस। यहाँबाट घर जानलाई 5-10 मिनट लाग्छ। फेरि मलाई हिँड्न यति अल्छी लाउँछ कि बिजुली पसल चाहिँ खुलाइरहेछ गाइस। ल म ठ्याक्कै बिजुली पसलमा आइसकेँ है। हजुर बाबा, अहिले ठ्याक्कै लान पर्ने त यो चाहिँ हाम्रो बिजुली पसल। बारखोलाबाट चाहिँ हामी हिँडेको छौँ है। अब हामी हार्डवेयर पसलमा जानेछौँ। धाराको सामान लिनको लागि जाने बाटो। अरू सामान चाहिँ हामीले यहाँ किनेर सकिसक्यौँ। अब फेरि धाराको सामान पाइन्छ। धाराको सामान किनेपछि हामी घरतिर लाग्छौँ। हामी चाहिँ हार्डवेयर पसलमा आएको छौँ है अहिले। हामी जानु यहाँ चामल गरेछ। सानो बोट राम्रो हाल्छ। चामल चाहिँ देखेर चामल राम्रो आयो है धानको। धान अलि मकैको धान रहेछ, पानीले भिजेको पहिला, त्यसैले थोरै चामल आयो। यो हाम्रो मेगोली जाने बाटो, गाडी पनि मेगोली जाने गाडी हो। मेगोली जाने गाडी, हाम्रो चितवन जाने गाडी के हो। यहाँबाट पनि हाम्रो चितवनको गाडी चल्छ। अब चाहिँ हामी घर पुग्न लागिसक्यौँ।
कि हाम्रो चितवन जाने बाटो, पोखरा जाने बाटो, हस्पिटल चोक। हामी यहाँबाट हस्पिटल जाने बाटो जाँदैछौँ। यो बाटो स्याङ्जा जिल्लाको जिल्ला हस्पिटल जाने बाटो। बाबा हिँड्नु भएको छ। यहाँ थोरै अगाडि गएपछि घर छ। टक्क हामी अब घर पुग्नै लाग्यौँ है। थोरै बाँकी छ घर पुग्नुको लागि। बिहान जाडो हो धेरै। अटो जानको अटो हो यो। घर चाहिँ यही मेरो बाबाको घर यही हो। म घर पुगिसकेको छु। यो चाहिँ घर पुग्यो। अब चाहिँ चाबी खोल्नुपर्छ, बाबाले कराउनुहुन्छ। गाइस, म चाहिँ फाइनली घर पुगिसकेको छु। यो चाहिँ सबैभन्दा माथि टपको घर हो मेरो ससुराको। त्योभन्दा मुनि चाहिँ 2 तला छ। तल यहाँ मुनि छ, वहाँ तल छ। त्यतिखेर म चाहिँ यहाँ छु टपमा। यो हिजोको वायरिङ छ। ल गाइस, अर्को भिडियोमा आउँछु ल। बाई।